भाइ के भन्नु छ भन्छ के खानु भएको भाइ के खानु भएको पिम्पम हिरो चाहिँ यस्तो खोइ के ठाडो पार्नु त यो चाहिँ हिरोइन हेलो साथीहरू तपाईलाई मेरो भिडियोमा स्वागत छ आजको भिडियो चाहिँ हाम्रो गाउँ बस्तीमा गर्ने वर्कआउट बिहानको वर्कआउट के गर्नुपर्छ अघि बिहानै गाईहरू चाहिँ दुइसकेको हो गाईहरू चाहिँ दुइसकेको अब अरू कामहरू छ के गर्नुपर्छ त्यो देखाउने छु अहिले खोले चाहिँ काटिसके अब यो उठाएर राखेर निकै दिन भयो बाख्राको सफा नगरेको सफा गर्नुपर्छ अन्त खोले पकाउनु पनि छ त्यस्तै छ गाउँले जिन्दगी यता चाहिँ मकै पाक्दैछ खोइ त दिन त दिपेश न खाइदिउँ हैन तातो ए मकैसँग यतिको नजारा चाहिँ राम्रै हो अब चाहिँ घाँस काट्ने पालो पानी झरिरह्यो पानी रगेर छिटो छिटो घाँस पुऱ्याइहाल्नुपर्छ अब खोले पनि पाकेछ हो अब बाख्रा खोर सोर्नुपर्छ होला बाख्रा खोर सोर्नु पर्यो दसैँको लागि कोही किन्ने इच्छुकहरू हुनुहुन्छ भने चाहिँ यसो आउनुहोस् है माझबारी देताङ राबुङ्ला साउथ सिक्किममा यो त यहीँको उयो हो नि 1 साल पनि पुगेछ नि 8 महिना चाहिँ भयो उता हिँड् त 8 महिना चाहिँ गजबको रहेछ है चिज चाहिँ
भित्र अप्ठ्यारो हुने चाहिँ गरिहाल्नु पर्छ। हवस् त, आजको भिडियोमा चाहिँ यति नै। तपाईँलाई कस्तो लाग्यो प्रतिक्रिया जनाउनुहोस्। अझै भिडियो लिएर आउनेछु। धन्यवाद।